गर्नुभएको छ। पाँचथर निवासी घरौँ त सानो दुकानलाई तापजुङ लक्ष्मी सिंह त्यसै गरी सानो दुकानलाई यस्तो ठाउँमा पनि घर है लगायत हामी ठुलै टिम ताप्लेजुङ जिल्लाबाट पिकअप लिएर हामी यो टिपतला भन्ज्याङतर्फ लाग्दैछौँ। हामी हिजो ताप्लेजुङ बजारदेखि आएर ओलाङचुङ गोला बस्यौँ। ओलाङचुङ गोला बसेपछि टिपतला नाकातर्फ लाग्दैछौँ। यो टिपतला नाका चाहिँ ताप्लेजुङ जिल्ला गाउँपालिका ओलाङचुङ गोलाको चाइनाको तिब्बतसँग जोडेको एउटा नाका हो। यो नाकामा बाटोले जोडेको छ। कच्ची बाटो मोटो लिएर जाँदैछौँ। नमस्कार, म लक्ष्मी लिम्बू। यति बेला हामी ओलाङचुङ गोलामा छौँ। यहाँदेखि उता यो सीमा रेखा, यहाँदेखि उता चाहिँ चाइना भयो, यहाँदेखि यता नेपाल, यता पनि देखा। यो चाहिँ चाइनाको भवन, चाइना बोर्डरमा उता नेपालको भवन। अनि यो चाहिँ समुद्री सतहबाट 5100 को मिटरको उचाइमा छ। र दाइ भनिदिनुहोस्, यता यो चाइनाको नाम के छ? यहाँनिर चाइना जानु त ल्यापटपको भन्ने ठाउँ धेरै छ। माथि मेन जानु त रिउ बजार जानुलाई हामीलाई पास चाहिन्छ। पहिला इन्ट्री गर्नु पर्यो। कहाँ इन्ट्री गर्नु पर्यो? माथि चाइनामा इन्ट्री गर्नु पर्यो। चाइनामा इन्ट्री गर्नु पर्यो। अनि यो दिन आइज भन्छ त्यो दिन जाने रिउसम्म रिउ बजारसम्म माथि माथि बसेको भवन छ। तपाईहरु जाने साधन चाहिँ के छ त? अब मान्छेहरु गाडी लिन आउँछ। गाडी लिनै आउँछ है यहाँसम्म? इन्ट्री गरेपछि तलबाट तपाईहरु हिँड्दै आयो। कोही गाडी छ भने गाडीमा आयो। आएन त कति जनाको ग्रुप आउनुहुन्छ कि एकजना एकजना? दुई जना, तीन जना, पाँच जना, 10 जना जति नै पुगिहाल्छ नि। अब 10 जना छ भने 2-3 वटा गाडी आउँछ। 2 जना छ, 5 जना छ भने एउटा गाडी आउँछ। सामान बेच्नु ल्याए यहाँ चेकिङ हुन्छ। अनि इन्ट्री गर्ने यहाँ तल पनि चेकिङ 2-3 गाह्रो छ। सामान सस्तो महँगो कस्तो? माथि चाहिँ सस्तो छ। सस्तो छ। ल ठिक छ, त्यो एउटा पाटो हो। अब जितेन्द्र राई हाम्रो गुरु पनि केही दुई शब्द यहाँनिर कस्तो फिल भइरहेछ? यहाँनिर अलिकति यो वरिपरिको थोरै कस्तो लागिरहेछ? अनुभूति कस्तो भइरहेछ? यहाँसम्म आउँदाखेरि धेरै दुःख झेलियो। तल बाटोमा चाहिँ बाटो अलिक खराब रहेछ। यो हामी तिब्बती सिमानामा तिब्बत, चाइना र नेपालको खुसी प्रदेश अन्तर्गत ताप्लेजुङ जिल्लाको सिमानामा छौँ, बोर्डरमा छौँ। र यहाँ मास्तिर चाहिँ 79 नम्बरको पिलर रहेछ नेपाल र चाइनाको। 2019 सालमा बनेको पिलर रहेछ। 2019 लेखेको छ। र यहाँ आइपुग्दाखेरि चाहिँ के महसुस भयो भने हाम्रो बिओपी लगभग यहाँभन्दा 20 किलोमिटर तल छ शस्त्रको बिओपी। यहाँ चाहिँ उसमै बोर्डरमै छ। अब यसमा चाहिँ के हो भने सीमा सुरक्षा लगायतका सीमामा हुने आपराधिक गतिविधि र विभिन्न काम कारबाहीको लागि चाहिँ हाम्रो प्रशासन चाहिँ चुकेको देखिन्छ। यहाँनिर यस्तो भव्य भवन छ र इलेक्ट्रिसिटीको लागि प्यानल, सोलर प्यानलहरू र सञ्चारको लागि चाहिँ यो पुरै के भन्छ टावरहरू र सीसीटिभीहरू छ। अब यहाँ दाइले भनेअनुसार चाहिँ एकैछिनमा यहाँ सीसीटिभी हेरेर चाहिँ चाइनिज सुरक्षाहरू चाहिँ यहाँनिर सीमामा के हुँदैछ भनेर चाहिँ निर्देशन गर्न आउनुहुन्छ भने हाम्रो तर्फबाट चाहिँ उपस्थिति छैन। र हाम्रो नेपालतर्फको झन्डा पनि पर छ। अब यसलाई चाहिँ सीमा नजिक अलिक ठुलो झन्डा र बिओपी चाहिँ नजिकै बनाउन सक्यो भने र त्यही अनुसार चाहिँ सीमा सुरक्षा मेन्टेन गर्यो भने चाहिँ राम्रो देखिन्छ। र आजको समग्र भ्रमण चाहिँ अब 5100 मिटरको उचाइमा छौँ, लगभग करिब 17देखि एकदमै फ्रुटफुल भयो। यसको लागि चाहिँ विशेष त हाम्रो लक्ष्मी सिंह सरलाई चाहिँ एकदमै कृतज्ञता दिने हामी दुखी छौँ है। आफूलाई चाहिँ ऋण नै छौँ र यो दाइले पनि र समग्र दाइलाई समग्र
धन्यवाद दाइलाई एक शब्द यस पछाडि आदरणीय हाम्रो दाइ यो ग्रुपको नेतृत्वकर्ता समन्वयकर्ता हरेक समस्यालाई समाधानमा बदल्ने समाधानकर्ता भने पनि भनिन्छ आदरणीय सोलुसनकर्ता आदरणीय लक्ष्मी साङबाट अहिले कस्तो फिल गरिरहेको छ हामी यो वरिपरिको परिवेशलाई पनि मद्दत गर्छौँ यो एकदमै खुसीको कुरा हो र हामी रमाउँदै घुम्दै आयौँ बाटोमा त्यत्रो ठुलो अप्ठ्यारो पनि महसुस भएन सामान्यतया हिमाली क्षेत्रमा बाटो निर्माण कोही मान्छे देख्दिनँ अनि समस्या हुन्छ नै एकदमै रमाइलो हुँदै रमाइलो गर्दै आयौँ र हाम्रा पिता पुर्खाले आर्जेको हाम्रा भूमि गर्ने अच्छा केटा तपाईँ नसिन आज ल ल भयो